आज चाहिँ हामी शून्य खनजोतमा लसुन रोपेका छौँ। त्यो चाहिँ आज हामीले अवलोकन गरिरहेका छौँ, जसमा चाहिँ हामीले धानको गाँबमा चाहिँ लसुन रोपेका छौँ र एकदम धेरै राम्रो भएको छ है। लसुनहरू एकदम धेरै राम्रो भइरहेको छ। यस्तो हुँदाखेरि बोट छिपिसक्छ नि, डह्रो भइसक्छ नि, तर त्यस्तो छैन कि कति नरम छ हेर्नु न। ल एउटा हामी एउटा उखालेर पनि हेर्छौँ। एउटा उखाल्नु त। ए ल एकदम धेरै राम्रो प्याजको दाना जस्तै भइरहेको रहेछ। ल यो चाहिँ कम खनजोत प्रविधिबाट यो चाहिँ कम धानको गाछमा रोपेको लसुन एकदम राम्रो छ है। साँच्चै कत्रो मोटो नि। हेलो ल यस्तो लसुन खानु भन्छ नि यसले प्याजलाई बरु ल हेर्नु त रोगले भेटाएर प्याज रोगले खान्छ। अब यो खनजोत गरेर झन्झट गरिराख्नु भन्दा खनजोतै नगरिकन यत्रो लसुन फल्छ नि। यहाँ कति झार पलाउँथ्यो, कति पटक गोड्नु पर्थ्यो नि, हो कि होइन भन्नु त। भनेपछि हामीलाई यो खनजोत गरिरहनु पनि नपर्ने र यो खनजोत गर्दाखेरि बढी खनजोत गरेको जग्गामा चाहिँ मिथेन ग्यास पनि निस्किन्छ र जलवायु परिवर्तन हुन्छ। त्यसलाई कम गर्नको लागि चाहिँ हामीले कम खनजोतमा पनि लसुन खेती गर्न सकिने रहेछ होइन। हामीले यो अभ्यासबाट त्यही बुझ्न पर्छ, हो कि होइन भन्नु त।